हेलो नमस्ते सबैजनालाई है तपाईले देख्नुहुनेछ मेरो स्क्रिनको अगाडिपट्टि चाहिँ मैले फुलको उयो हालेको छु अन्त यो चाहिँ अर्डरको लागि बनाएको मैले है तपाईले हेर्न सक्नुहुन्छ हैन। यदि तपाईले अर्डर गर्न सक्नुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नुहोस् हैन। अन्त यदि तपाईले सकेन भने है अन्त आएर मेरो घरमा आएर हेर्न सक्नुहुन्छ मैले बनाएको कलेक्सनको फुलहरू है नयाँ डिजाइनको फुलहरू हैन। अन्त चाहिँ मैले अर्डरको लागि बनाएको है। त्यसलाई चाहिँ यसरी बनाउनु पर्छ है यो पेटल्सहरू लगाएर हैन। अन्त तपाईले प्राइस चाहिँ यो प्राइस चाहिँ खाली 100 को थियो। अन्त एउटा स्टिकको चाहिँ 100 रुपैयाँ थियो। अन्त अहिले चाहिँ अलिकति घटाइदिँदाखेरि चाहिँ अन्त मैले चाहिँ 70 मा गरेको छु है। एउटा स्टिकको चाहिँ 70 रुपीस अन्त 6वटाको जम्मा 6वटाको चाहिँ मैले 400 मा दिनेछु है 420 मा। अन्त तपाईले किन्नुहुन्छ भने अर्डर गर्नुहुन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। अन्त यो चाहिँ मैले अब यसो है अब टाइम पासको लागि है अब घरमा अब यसो घर अब कति त अब घर बस्दा वाक्कै हुन्छ है। अन्त अब यसो यो पनि मैले टाइम पासमा मैले बनाएको हो हैन। एउटा हामीले चाहिँ सिक्नु भने चाहिँ सजिलो होस् चाहे साह्रो होस् है अन्त सिक्नै पर्ने रहेछ यस्तो कामहरू पनि गरेर है आफ्नो ट्यालेन्ट देखाउनु है। अन्त ट्यालेन्ट देखाएर अरूको अगाडि सो गर्नु हैन यति खुसी लाग्छ अहिले चाहिँ मलाई है। अन्त अब यस्तोहरू बनाएर मैले बनाइरहेको छु है एउटा प्राउड फिल जस्तो हुन्छ मलाई चाहिँ हैन। मैले बनाएर मैले बिक्री पनि गर्दैछु है। अन्त यस्तो खुसी लाग्छ मैले पनि मेरो पनि ट्यालेन्ट यस्तो रहेछ मैले चाहिँ यसरी बनाएर पनि मैले अरूको अगाडि मैले सो गर्नु पनि सक्दै रहेछु है। अन्त तपाईले मेरो भिडियोज यो मैले बनाएको फुलहरू तपाईले मेरो फेसबुकमा पनि तपाईले देख्न सक्नुहुन्छ रिल्सको द्वारा पनि देख्न सक्नुहुन्छ। अन्त मैले यो प्रोफाइल पिकमा पनि मैले हालेको छु अन्त त्यहाँ पनि तपाईले हेर्न सक्नुहुन्छ है। अन्त फेरि पनि म तपाईहरुको समक्षमा फेरि म अर्को पनि म लिएर आउँदैछु त्यो नयाँ डिजाइनको है। अन्त नयाँ डिजाइनको चाहिँ म फुल लिएर आउँदैछु हैन फेरि है तपाईलाई देखाउनको लागि हैन। यो चाहिँ जस्ट मैले अर्डरको लागि बनाएको छु हैन। अन्त यी फुलहरु चाहिँ यस्तो दामी छ है कलरफुल बनायो भने चाहिँ दामी देख्दो रहेछ हैन। मैले चाहिँ एउटै रङको बनाउँथे अन्त अहिले चाहिँ कलरफुलको चाहिँ मैले बनाएको छु। एकपल्ट कलरफुलको चाहिँ ट्राई गरे हेर्छु भनेर चाहिँ मैले यस्तो बनाएको छु हैन। तर यो चाहिँ अलिक राम्रो देख्दो रहेछ है। अन्त यसलाई चाहिँ यसरी फोल्ड गर्नुपर्छ जुन त्यो टेप हुन्छ त्यो ग्रीन कलरको त्यसले चाहिँ र्याप जस्तो गर्नुपर्छ है। अनि त्यसले गरेपछि चाहिँ यो जुन लिफ छ त्यो चाहिँ हाल्नुपर्छ है। अन्त फुल चाहिँ यसो देख्छ है। थ्याङ्क यू किप वाचिङ माई भिडियोज।